हेलो साथीहरु, यो आज हामी 3 किलो माछाको सब्जी कसरी बनाउने त हेर्नुहोस् त। यसलाई सबभन्दा पहिले राम्रोसँग छिलेर धोएर यो तरिकाले यसलाई माछालाई काट्नुहोस् र यसलाई पनि यो शेपमा काट्नुहोस्। माछाको तरकारी बनाउने सबभन्दा नयाँ तरिका तपाईले राम्रोसँगले सिक्न सक्नुहुन्छ र यसलाई भित्रको पूरा तरिकाले साफ गर्नुहोस् र यो तरिकाले यसलाई माछालाई पिस गर्नुहोस्। तपाईलाई पिस गर्न राम्रो इजी हुन्छ र माछालाई यो तरिकाले काट्नुभयो भने तपाईको पिस पनि एकदम राम्रो बन्नेछ र बनाउँदा पनि त्यतिकै स्वादिलो र मिठो पनि हुन्छ र यो फुट्दा पनि फुट्दैन। यसलाई यहाँ काटिसकेपछि यसलाई पानीमा राम्रोसँगले धुनुहोस्। यो तरिकाले 3 देखि लिएर 4 पानीसम्म धुनुहोस् र माछा यस्तो तरिकाले साफ हुन्छ र यसलाई मिलाउने बनाउने तरिकामा भन्छु। जिन्जर गार्लिक पेस्ट, स्वादअनुसार नमक, मिर्ची पाउडर, और यहाँ हल्दी पाउडर अनि धनिया पाउडर, थोड़ा मस्टर्ड ऑयल राखेर यसलाई राम्रोसँग मिलाउनुहोस् र यो तरिकाले मिलाएपछि माछा एकदम राम्रोसँगले फ्राई हुन्छ। यसमा तेल लिएर यसलाई फ्राई गर्नुहोस्। फ्राई गरेपछि यसमा हाफ कुक भन्दा अलि धेर फ्राई 50-60% यहाँ फ्राई गर्नुहोस् माछालाई। यो तरिकाले पल्टी गर्नुहोस् र पल्टी गरेपछि माछा 50-60% यहाँ पे फ्राई भइसकेको छ र यो फ्राई भएपछि यसलाई साइडमा निकाल्दिनुहोस्। अब म तपाईलाई ग्रेभी बनाउने प्रोसेस बताउँछु। 3 से 4 इलायची, तेजपत्ता, ड्राई चिल्ली और 1 स्पून जीरा लगाउनुहोस् र यसमा जिन्जर गार्लिक पेस्ट लगाउनुहोस्। जिन्जर गार्लिक पेस्ट फ्राई भइसकेपछि यहाँ प्याजको पेस्ट लगाउनुहोस् र प्याजलाई पनि राम्रोसँगले फ्राई गर्नुहोस्। यो तरिकाले प्याज राम्रोसँग फ्राई भएपछि हल्दी पाउडर लगाउनुहोस् र यसलाई पनि फ्राई गर्नुहोस् र स्वादअनुसार नमक और मिर्ची पाउडर और धनिया पाउडर, जीरा पाउडर, गरम मसाला, तपाईहरुसँग छ भने हिङ पाउडर लगाउन सक्नुहुन्छ। त्यसपछि रातो खोर्सानी लगाउनुहोस् कलरको लागि। अलिकति मैले फिस मसाला नै लगाएको छु। त्यो लगाएपछि यसलाई राम्रोसँगले मिलाउनुहोस् यो तरिकाले। यतिको भएपछि हामीले टमाटर प्युरी एड गर्नुपर्छ र टमाटर पेस्टमा थोड़ा पानी पनि लगाउनुहोस् र यो तरिकाले यसलाई राम्रोसँगले फिट्नुहोस्। यो फिटिसकेपछि यसमा यस्तो तरिकाले भइसकेपछि यसलाई ढक्कन लगाउनुहोस्। 15 मिनेट तक ढक्कन लगाएपछि तपाईको ग्रेभी राम्रोसँगले पाक्नेछ, तेल छोड्नेछ र यसमा माछा लगाइदिनुहोस्। हामीले फ्राई गरेको माछा। यो तरिकाले हामीले माछा लगायो भने माछा फुट्न पनि फुट्दैन, यति राम्रो, यति टेस्टी स्वादिलो हुन्छ र यो तपाईले घरमा जहाँ पनि बनाउन सक्नुहुन्छ। होटलको जस्तै रेसिपी घरमा बनाएर तयार गर्न सक्नुहुन्छ तपाईहरुले। ल यसमा ढक्कन लगाइदिनुस् 10 देखि लिएर 15 मिनेटसम्म। ढक्कन लगाएपछि लो फ्लेममा अनि कोतमेर हाल्नुहोस् र यो माछा यति स्वादिलो बन्नेछ। तपाईहरुले एकपल्ट बनाउनु भयो भने तपाईहरुले बारम्बार पनि यही गरी बनाउन सक्नुहुन्छ माछाको यो तरिकाले। भिडियो राम्रो लाग्यो भने लाइक, शेयर, कमेन्ट, फलो जरुर गर्नु होला है त। थ्यांक यू फ्रेन्ड।